हेलो साथीहरू, आज जाडो मैले महिना छ चाहिँ भनेर मुलाको साग बनाउँदैछु। अनि मुलाको साग चाहिँ मैले यसरी बनाउँछु, हेर्नु है त। सुरुमा चाहिँ मैले तेल राखेर जिरा फुराएँ, अनि थोरै कुटेर राखेको अदुवा अनि प्याज खुर्सानी राखिसकेपछि साग राखिदिएँ। साग राखेर एकछिन मजाले चलाउँछु है। अनि एकछिन मजाले चलाइसकेपछि मैले टमाटर राख्छु। अरू सागमा चाहिँ टमाटर राखे पनि भयो, नराखे पनि भयो। मुलाको सागमा चाहिँ टमाटर राख्नुपर्छ। अनि टमाटर राखिसकेपछि थोरै नुन राख्छु, अनि बेसार राख्छु थोरै, अनि धुलो खुर्सानी पनि राख्छु। धुलो खुर्सानी अप्सनल हो, आफूलाई राख्नु मन लागे राख्दा भइहाल्छ। अनि राखिसकेपछि मजाले एकछिन चलाउँछु। अनि चलाइवरी गरिसकेपछि एकछिन मजाले छोपिदिनुहोस्। अनि एकछिन छोपिसकेपछि मेरो साग यत्तिको भइसक्यो है। अनि मजाले यसलाई चलाइवरी गरिदिन्छु। चलाइवरी गरिसकेपछि अझसम्म छ भने केही धुलो मसलाहरू पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ राखिनँ। अनि मेरो साग चाहिँ यत्तिको भइसक्यो, यत्तिको पाकिसक्यो साथीहरू। अब चाहिँ म खाना खान्छु। मेरो भिडियो पुरा हेरिदिनु होला, दुःख नमानेर। हस् त, धन्यवाद।